हेलो सबैजनालाई ह्याप्पी फादर्स डे। हामी चाहिँ आफ्नो बुवालाई फादर्स डे मनाएर चाहिँ माइली बुवाको घरमा फादर्स डे मनाउन गइरहेको छौँ। माइली बुवाको घर पनि लगभग आइसकेको छ। यो भालेलाई चट्टा काटेर जरा खानुपर्छ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सुनिल दाई हुनुहुन्छ, त्यसपछि ठुलो दाई, त्यसपछि माइली मम्मी, त्यसपछि सुदीप दाई हुनुहुन्छ उहाँ चाहिँ। अनि उसले चाहिँ मलाई मेरो घरमा माछा छ हिँड्न देखाइदिएन भनेर भन्दै हुन्थ्यो। अनि उसको माछाको पनि म भिडियो लिन गइरहेको छु। यो चाहिँ हाम्रो दाईको फिस हो। काटेर खान मिल्दैन हैन? यो भनेको यिनीहरूलाई यति नै उयो गर्ने अनि त्यसपछि यो बन्द हुनु बित्तिकै मरिहाल्छ हो यो मेरो। 2 घण्टासम्म भाग्छ। ल ह्याप्पी फादर्स डे माइली ड्याडी। यहाँ चाहिँ हामीले माइली बुवालाई विस गरिसकेपछि दिदी र म चाहिँ झुलामा खेलिरहेको छौँ। त्यसपछि सुन्ताले चाहिँ माइली बुवालाई यहाँ अब फादर्स डेको सेलिब्रेसन स्टार्ट गरिसकेकी छ। यहाँ माइली बुवालाई मिठाईहरू खुवाउने कार्यक्रमहरू सुरु भएको छ। त्यसपछि माइली बुवा माइली मम्मीले चाहिँ हामीलाई टिका र दक्षिणा दिनुभएको। टिका र दक्षिणा हामीले पाइसकेको छौँ। त्यसपछि आएर फेरि टिका लाउने कार्यक्रम सुरु भइरहेको छ। जहिले दिनुहुन्छ माइली मम्मीले, हामी एकदम खुसी छौँ। जहिले नदिए पनि हुन्छ तर पनि दिनुहुन्छ। तर अब नदिइसकेपछि त आँखा पनि लाग्छ, फेरि नलियो भन्दा पनि पैसा देखेपछि तीन नेत्र बलिहाल्छ। नलियो भन्छु तर पनि पैसा दिएपछि कस्तो हुन्छ दे गर्नुहुन्छ के भन्ने हो पनि। हेलो माइली बा, कस्तो लागिरहेको तपाईँलाई? खुसी लागेछ भन्नु न। ह्याप्पी फादर्स डे। ह्याप्पी फादर्स डे सबैजनालाई होइन। हामीलाई चाहिँ बुवालाई खुवाएर आइसकेको छौँ र माइली बुवालाई पनि खुवाइसकेको छौँ। अब यो फादर्स डेको दिन चाहिँ हामी के शुभकामना दिन्छौँ भने चाहिँ हामी सधैँभरि चाहिँ हाम्रो बुवाहरूलाई चाहिँ यसै गरी चाहिँ फादर्स डे मनाउन पाइरहौँ। बुवाहरूको, माइली बुवाहरूको, ठुलो बुवाहरूको चाहिँ सधैँभरि चाहिँ सुस्वास्थ्य दीर्घायुको अनि त्यसपछि आएर सधैँ स्वस्थ रहनु, खुसी रहनु, यही शुभकामना दिन चाहन्छु। तपाईँहरू के भन्न चाहनुहुन्छ? ह्याप्पी फादर्स डे। ओ माई गॉड, फ्रुट स्यालेड पनि आइसकेको छ। दाइको मेहनतको फल हो होइन, स्टार फ्रुट। यहाँनिर सबै भेराइटीको फलफुल पाइन्छ। दाइको मेहनत यहाँ देखिरहेको छौँ हामीले। स्टार फ्रुट। ल दाइहरूलाई एकदम धन्यवाद। हामीलाई गाडी चलाउन पनि आइसक्नु भएको छ। अब हामी घरतिर जाँदैछौँ। एकदमै रमाइलो भयो। कस्तो लाग्यो? एकदम रमाइलो भयो। एकदम ठुलो भयो। ल ल थ्याङ्क यू सबैजनालाई। ल जाम ल, बाई बाई।